नमस्कार अनि हार्दिक स्वागत छ यहाँहरू सबैलाई। यो हो युट्युब च्यानल नयाँ उडान। यसै च्यानल मार्फत हामीले कार्यक्रम आत्मनिर्भर बन्ने कला प्रस्तुत गर्ने जमर्को गरेका छौँ। यस अन्तर्गत हरेक दिन नयाँ नयाँ श्रृङ्खलाहरू पस्कँदै जानेछौँ, जस अन्तर्गत आज एपिसोड 1 प्रस्तुत गर्दैछौँ। अन्तिमसम्म हेरेर र सुनेर साथ दिनुहुनेछ। यहाँ हामी सिक्छौँ आत्मनिर्भर बन्ने कला, जीवनलाई नयाँ दृष्टिकोणले हेर्ने अभ्यास र आफूभित्रको नायकलाई चिन्ने यात्रा। आजको यो पहिलो एपिसोडमा हामी कुरा गर्दैछौँ यात्रा आफैबाट सुरु हुन्छ। हामी धेरैजसो समय बाहिरी संसार परिवर्तन गर्न खोज्छौँ, तर वास्तवमा परिवर्तनको यात्रा भित्रबाट सुरु हुन्छ। आत्मनिर्भर बन्नु भनेको के हो? हामी धेरैले आत्मनिर्भरता भन्नासाथ पैसा कमाउने, व्यापार गर्ने या बाहिरी सफलता सम्झन्छौँ, तर साँचो आत्मनिर्भरता भनेको त्यो हो जब तपाईँको विचार तपाईँको हुन्छ, जब तपाईँको भावना तपाईँ आफैले नियन्त्रण गर्नुहुन्छ। आफ्नो भावना, समय, निर्णय र जीवनमाथि पूर्ण नियन्त्रण हुन्छ। यही हो आत्मनिर्भरको पहिलो रूप। साँचो आत्मनिर्भर बन्न हामीलाई बाहिरी कुराभन्दा पहिले हामी आफैभित्र छिर्नुपर्छ। यस च्यानलमा हामी हरेक दिन एउटा नयाँ सोच, नयाँ अभ्यास र प्रेरणा लिएर आउनेछौँ, जसले तपाईँलाई आत्मबल, अनुशासन र जागरणतर्फ डोर्याउनेछ। तपाईँ आफैमा पूर्ण हुनुहुन्छ, तर एकपटक सोच्नुपर्ने कुरा के छ भने म कुन कुरामा आत्मनिर्भर छु र कुन कुरामा परनिर्भर छु। यसैले आत्मनिर्भर बन्नको बाटो रोज्नको लागि यो च्यानलमा भएका ज्ञानले यहाँहरूलाई सहयोग गर्न सक्नेछ। आजैबाट सुरु गरौँ एउटा सानो तर गहिरो कदम। बी योर ओन हिरो। दिस इज योर नयाँ उडान। धन्यवाद। नमस्कार।